Hello students, welcome to Eureka Education. As a rotational dynamics chapter को 2081 को grade improvement exam मा चाहिँ सेट बी मा सोधेको एउटा क्वेशन छ, लेटेस्ट क्वेशन हो। क्वेशन पहिला पढौँ है त। यहाँ चाहिँ के छ भने एउटा डिस्क छ जसको मोमेन्ट अफ इनर्सिया हामीले प्रोवाइड गरेको छ। मोमेन्ट अफ इनर्सिया 5 × 10⁻⁻4 kg मीटर स्क्वायर दिएको छ। इज रोटेटिङ freely about the axis. एउटा एक्सिस छ, लेट सपोज दिस इज एन एक्सिस। मैले यहाँनिर एउटा एक्सिस बनाइराखेको छु, दिस इज एन एक्सिस। अनि यहाँनिर एउटा डिस्क छ, मानिदिउँ मैले यहाँनिर एउटा डिस्क बनाइराखेको छु। ओके, सो यो डिस्क चाहिँ यो एक्सिसको अबाउट रोटेट गरिराखेको छ। ओके, सो हामी यहाँ देख्न सक्छौँ यो डाइरेक्सनमा ओमेगा स्पिडले, एंगुलर स्पिडले चाहिँ यो चाहिँ रोटेट गरिरहेको छ भनेर मानौँ। थ्रु इट्स सेन्टर एट 60 rpm दिएको छ। सो 60 rpm ले रोटेट गरिरहेछ। रिभोल्युसन पर मिनट हो है, rpm। क्याल्कुलेट द न्यू रिभोल्युसन पर मिनट, नयाँ रिभोल्युसन पर मिनट सोधेको छ। बाइ द वे यसले फ्रिक्वेन्सी सोधिरहेको हो भनेर बुझ्नु पर्यो। रिभोल्युसन पर मिनट मिन्स फ्रिक्वेन्सी। इफ सम वाक्स अफ मास 0.01 kg ड्रप्ड जेन्टली अन द डिस्क 0.06 मिटर फ्रम द एक्सिस भनेको छ। मतलब यो एक्सिसबाट 0.06 मिटर टाढा, लेट सपोज यो एक्सिस को यो सेन्टर भयो, यो सेन्टरबाट चाहिँ मानिदिउँ यहाँनिर भनेको 0.06 मिटर छ र यो डिस्टेन्स टाढा चाहिँ यो वाक्स जेन्टली ड्रप गरिरहेको छ। अब विचार गरौँ, यो डिस्क रोटेट भइरहेको छ, यहाँनिर वाक्स ड्रप गरिराखिएको छ भने यो वाक्स चाहिँ समहाउ यसरी ड्रप होला। ठीक छ, यो आयो भने चाहिँ हामीले युज गर्नुपर्छ प्रिन्सिपल अफ कन्जर्भेसन अफ एंगुलर मोमेन्टम है। एंगुलर मोमेन्टम को कन्सेप्टबाट यो क्वेशन सल्भ हुन्छ है। इनिशियल एंगुलर मोमेन्टम मा चाहिँ हामीले I1 ओमेगा 1 इज इक्वल टु फाइनल एंगुलर मोमेन्टम हामीले चाहिँ मानौ फाइनल भनेको I2 हो, I2 ओमेगा 2 भनेर लिन्छौं। अब यहाँ I2 को लागि चाहिँ हामीले यहाँ केही कुराहरु विचार गर्नुपर्छ। यो कुरा मैले न्यूमेरिकल गर्ने बेलामा पनि गरौँला। सो स्टार्ट गरौँ यसको सल्युसन है त। Okay, so let's begin with given first. Given हामीले मोमेन्ट अफ इनर्सिया दिएको छ, लेट्स डिनोट इट विथ, let's write moment of inertia र यसलाई हामी डिनोट गर्छौं let's say I1 symbol ले। okay, and it is given as 5 × 10⁻⁻4 kg meter square about an axis through 60 rpm. So this is initial frequency f1 भनेर डिनोट गरौँ। यो चाहिँ हामीलाई 60 rpm दिएको छ है। यो rpm लाई हामीले rps मा लानुपर्छ है, रिभोल्युसन पर सेकेन्ड मा। अब त्यसको लागि के गर्न सकिन्छ, 60 भयो डिवाइड गर्नु पर्यो 60 ले नै हो। मिनेटलाई यदि सेकेन्डमा लानु पर्यो भने चाहिँ इन्टु 60 हो, तर यो चाहिँ डिवाइड मा भएको कारणले गर्दा पर मिटर भएको, पर मिनेट भएको कारणले गर्दाखेरि चाहिँ त्यसलाई पर सेकेन्डमा लानु पर्यो भने डिवाइडेड बाइ 60 गरेको। सो बेसिकली यो 1 rps आउँछ है त। अब त्यसो भए हामीलाई न्यू रिभोल्युसन पर मिनेट भनेको छ। सो हामी यहाँनिर डिनोट गर्न सक्छौं न्यू रिभोल्युसन पर मिनेट सोधेको छ। यसलाई हामीले f2 सिम्बलले रिप्रेजेन्ट गरौँ, इज इक्वल टु व्हाट है त। जबकि हामीलाई वाक्स को मास दिएको छ। सो लेट्स राइट डाउन मास अफ वाक्स। मास भनेपछि हामी यसलाई m ले डिनोट गरौँ, इज इक्वल टु 0.01 kg। अनि अर्को चाहिँ एक्सिसबाट 80 मिटर टाढा छ भनेको यसको रेडियस दिएको हो है त। हामी यहाँ देख्न सक्छौं यहाँदेखि यहाँसम्मको बीचको डिस्टेन्स, कलर चेन्ज गरौँ, यहाँदेखि लिएर यहाँसम्मको बीचको जुन यो डिस्टेन्स छ यो हाम्रो के हो त, रेडियस हो। त्यसै हामीले r इक्वल्स टु 0.06 मिटर भनेर लेखौँ। अब यो जुन वाक्स यहाँनिर राखिएको छ, यहाँ यति पोर्सनमा, यो वाक्स को पनि मोमेन्ट अफ इनर्सिया हुन्छ केही न केही। अब त्यो कति हुन्छ भनेर हामीले निकाल्नु पर्यो है त सुरुमा। सो हामी के गर्छौं,
moment of inertia of wax. Let it be denoted with the symbol I. So I equals to हामीले थाहा छ मोमेन्ट अफ इनर्सिया को फर्मुला mr स्क्वायर हुन्छ, याद गरौँ है, याद छैन भने. सो m भनेको मास, r भनेको चाहिँ है, सो द डिस्टेन्स फ्रम द एक्सिस अफ रोटेसन है त, दैट इज डिनोटेड विथ द सिम्बल r. सो mr स्क्वायर हुने भयो. यदि हामीले यसलाई भ्यालु सब्स्टिट्युट गर्यौं भने हाम्रो कति आउँछ भने हामीले अघि मास यहाँ डिनोट गरेको छौं 0.01. सो लेट्स write it 0.01 into हामीसँग के छ r, r को भ्यालु 0.06. सो सिम्पली हामी यहाँ 0.06 लेख्छौं. यसको स्क्वायर गर्नु पर्यो, हामी यहाँ स्क्वायर गरौँ, इज इक्वल टु क्याल्कुलेट गरौँ हामी 0.01 into 0.06 को स्क्वायर, we will get 3.6 10 to the power 5. 3.6 into 10 to the power minus 5 kg meter square. Right? Again, using principle of conservation of angular momentum. मैं अघि भने थिए using principle of conservation of angular momentum. ल conservation of angular momentum को प्रिन्सिपल युज गर्ने हो भने इनिशियल एंगुलर मोमेन्टम भनेको I1 ओमेगा 1, फाइनल एंगुलर मोमेन्टम भनेको I2 ओमेगा 2. अब यहाँ हामीले के गर्छौं भने I1 ओमेगा 1 जस्ताको जस्तै भयो. यो I2 को ठाउँमा के हुन्छ त भन्दाखेरि यो I1 भनेको डिस्क को मोमेन्ट अफ इनर्सिया भयो, अनि यो वाक्स को पनि मोमेन्ट अफ इनर्सिया I छ भनेपछि यो दुईटै कलेक्टिभली सम गरेर हामी I2 एज अ फाइनल मोमेन्ट अफ इनर्सिया युज गर्छौं है. सो हामी यहाँ I2 को लागि के लेख्ने, I1 डिस्क को मोमेन्ट अफ इनर्सिया भयो. अब यसमा वाक्स पनि छ जसको मोमेन्ट अफ इनर्सियालाई हामीले I ले डिनोट गरेको छौं इन्टु ओमेगा 2 भयो. और I1 जस्ताको जस्तै भयो, ओमेगा 1 को लागि 2 पाई f1 युज गर्छौं इज इक्वल टु I1 प्लस I टाइम्स ओमेगा 2 भनेको 2 पाई f2 हुने भयो. यदि हामीले यहाँ क्यान्सल गर्यौं भने के पाउँछौं भन्दाखेरि 2 पाई र 2 पाई क्यान्सल हुन्छ, डाइरेक्ट हामी क्यान्सल गरौं. र यहाँबाट यदि हामीले f2 निकाल्ने हो भने we can directly find I1 f1 divided by I1 plus I times 2 पाई त काटिसक्यो, के गर्नु परेन, इज इक्वल टु I1 भनेको हामीलाई क्वेशनमा 5 into 10 to the power minus 4 दिएकै छ, युज गरौं 5 into 10 to the power minus 4 as it is छ. f1 भनेको 1 हामीले निकालिसकेको छौं, डिवाइड बाइ I1 भनेको हाम्रो यहाँ 5 into 10 to the power minus 4 छँदै नै छ, प्लस अनि I भनेको हामीले अघि भर्खर निकालेको 3.6 into 10 को power minus 5 है त. So let's calculate this. सुरुमा फ्र्याक्सन मा राखौं, 5 into 10 को power minus 4 अनि तल लगाउँ, यसलाई हामी आथ्यो 5 into 10 को power minus 4 plus 3.6 into 10 को power minus 5 ब्रैकेट क्लोज इक्वल टु गर्दाखेरि हाम्रो आउँछ 0.932 है, 0.932. यो चाहिँ हाम्रो RPS मा आयो, रिभोल्युसन पर सेकेन्ड. तर क्वेशनले हामीलाई RPM मा सोधेको छ भनेपछि हामीले इन्टु 60 गर्नु पर्यो, यो चाहिँ RPM मा जान्छ है. सो इन्टु
60 गरी हेरौँ हाम्रो एन्सर आउँछ 55.97 है 55.97 यो चाहिँ RPM मा एन्सर आयो सो दिस इज द फाइनल एन्सर अफ दिस क्वेशन हामी एन्सर एकचोटी चेक गरौँ 56 आको छ एन्सरमा चाहिँ 56 RPM छ र हामीले पनि यसको एप्रोक्स 59.97 55.97 निकालेको छौं सो यस्तै खालको भिडियोको लागि चाहिँ एउटा मेरो वेबसाइट छ त्यो वेबसाइट पनि भिजिट गर्नु होला फर दैट म डिस्क्रिप्सनमा पनि राखिदिन्छु यहाँ पनि लेखिदिन्छु दैट इज neupaninikes.com.np है र यसमा चाहिँ फ्री लेक्चर नोट्सहरु लगायत भिडियो लेक्चर्सहरु चाहिँ पाउन सकिन्छ है त थ्यांक यू